यो चाहिँ पिङपङ है, जापानको रुम कस्तो हुन्छ भनेर म तपाईँहरूलाई देखाउँ भएको। यो चाहिँ ढोका भयो, टक्क ढोका खोल्ने हैन। यो चाहिँ जुत्ता राख्ने र्याक हो। माथि चाहिँ हामीले सबै सामानहरू राखेछौँ, कागज सागज प्लास्टिकहरू। त्यसपछि यहाँबाट आउँछ अफुरो। यो चाहिँ अफुरो है, यो चाहिँ अफुरो हो। त्यसपछि यता छ टोयलेट। यो चाहिँ टोयलेट हो, अरूले जस्तो मैले चाहिँ सजाएको छैन। त्यसपछि यो चाहिँ हो मेरो मेकअप गर्ने ठाउँ, तर म खासै मेकअप चाहिँ गर्दिनँ है। गफलाको ब्रस गर्ने ठाउँ है यो चाहिँ। अब यहाँबाट जाउँ मेरो किचन। ट्रिक हेर्नु है मेरो किचनको हालत कस्तो छ। यो चाहिँ फोहोर राख्ने फोहोर हो। यो किचन भयो हैन। जापानमा चाहिँ सबभन्दा राम्रो भनेको चाहिँ यो हो के, यति ठुलो हुन्छ कि भाँडा धुने ठाउँ, यस्तो आनन्दसँग भाँडा धुन मिल्छ के। त्यसपछि यहाँ छ मेरो राइस कुकर, डेन्ची। यो चाहिँ फ्रिज भइहाल्यो हैन। टेबल हामी चाहिँ दुईजना मात्रै छौँ, त्यही भएर आधी भागमा चाहिँ हामीले खानेकुराहरू राखिरहेछौँ के। यो चाहिँ बच्चाहरूको लागि अफ्रो राखिदिएपछि लाउने लोसन, कपाल कोर्दिने काइयो हो कि। यो चाहिँ बच्चाको काइयो है। यो इन्ट्री भयो, यहाँबाट सर। अब यता चाहिँ कोठा छ है, म नेक्स्ट भागमा देखाउँछु।